काठमाडौँ महानगरपालिकाका मेयर साहबको स्टाटस राति आयो नि यो अलिकति अश्लील खालको एफके वाला चाहिँ जुन मेसेज आयो नि कांग्रेसलाई पनि एमालेलाई पनि भनेर राष्ट्रपालाई पनि चाइनालाई पनि भारतलाई पनि अमेरिकालाई पनि बालेनले किन यस्तो स्टाटस लेखे र मेटे। अब मधु कार्की जस्तो लाग्छ पत्रकार हैन, उहाँको फेसबुक स्टाटसलाई आधार लिएर भन्नुपर्दा आरोप मैले लाउन छोड्दिए, आरोप लाएर त काम छैन हैन। त्यसलाई आधार मानेर भन्नुपर्दाखेरि त्यहाँ ललितपुरतिरको एउटा चाहिँ नि रेस्टुरेन्ट के कौशी सौशी के नाम गरेको रेस्टुरेन्टमा ट्यापेले चाहिँ झोल हान्दै रहेछन्। त्यसपछि हाम्रो पूर्वतिर तपाईँलाई थाहा छ होला नि, एक क्वार्टरले ठिक्क, दुई क्वार्टरले दिक्क, तीन क्वार्टर भएपछि तानातान, चार भएपछि हानाहान। यो एकदम खुब चाहिँ प्रसिद्ध चाहिँ एउटा चाहिँ भनाइ छ। र साथसाथै फेरि चाहिँ नि ट्यापेले चाहिँ नि त्यो रक्सी खायो भनेर मैले विरोध गरेँ होइन। अनि बालेनजीले रक्सी खाँदै थिए स्टाटस लेख्नुभन्दा अगाडि होइन नि, त्यो त रातिको कुरो हो नि त। अब सुन्नु, राति नै किन लेख्छन् भन्नेमा पनि आउँछु म होइन, त्यो त बार भनिसक्नु। अब तपाईँको चाहिँ त्यहाँनिर के आयो भन्दाखेरि उनले जुन तरिकाले लेखे नि, यो त मुर्दामाथि कात्रो भन्छन् नि होइन, मुर्दामाथि कात्रो भने जस्तै। अब त्यो रक्सी मात्रै सेवन गरेर त्यो चाहिँ हुँदैन। एउटा म तपाईँलाई उदाहरण दिन्छु, यो रक्सीको कस्तो हुँदो रहेछ भन्दाखेरि दमक बुधबार बजार लाग्ने हाटखोलामा टुच्चा हानेर आएछ एउटा टोली है, आएर तपाईँको चाहिँ साथी विदेश गएको होइन, साथीको घरमा छिरेछ श्रीमती मात्रै भएको ठाउँमा। अनि उनले चाहिँ अब हल्लाखल्ला गरिन् के गरिन्, केटो अब लाग्यो, भोलि त समाज बस्ने भयो नि त। अनि समाज बस्ने हुँदाखेरि चाहिँ के भयो भन्नुहुन्छ भन्दाखेरि, हजुर मैले जाँड खाएको थिएँ, थाहा भएन, यस्तो म अबदेखि गल्ती गरिनँ भनौँ। मेरो बुवाको तर्क अर्कै थियो कि ल ठिकै छ, जाँड खाएको थिइस्, गल्ती भयो, क्षमा याचना गरिस्, त्यो आफ्नो ठाउँमा छ। तर त मलाई एउटा कुरो भन्छ केटा, के गुरु अनि त त्यस पछाडि यी नानीले हल्ला गरिस् त कहाँ गइस् भनेको, मेरो घरमै गएँ, बजारबाट के किनेको थिइस्, मैले मासु किनेको थिएँ, अनि कोही के चाहिँ हुन्छ नि त रासन पानी, यो दुईवटा झोला थियो, अनि त झोला चाहिँ कहाँ छ, घरमै पुर्याएँ गुरु भनेर बुवालाई भनेछ। अनि त हरामी थाहा रहेछ त, होस् त सबै त गायब भएको रहेन रहेछ त। यदि त होसमा थिइस् भने अथवा थिइनस् भने त्यो मासु कसरी घर पुग्थ्यो, रासन पानी कसरी घर पुग्थ्यो। अन्त आफ्नै घरमा गएर सुति छैन, आफ्नै घरमा सुतेँ भने त होसमा थिइस्, तैँले यो हेपा चाहिँ काम गरे हो, एक्लै चाहिँ घरमा चाहिँ देखेर तैँले हेपे होस्, यो तँलाई चाहिँ जति नै खाए पनि जे गरे पनि त घरमै पुग्छस्, सही सलामत पुग्छस् भने। पुरानो कुरो भयो यहाँ बालेन, यो पनि नयाँ स्टाटसको कुरो पनि त्यही हो। राति अब त्यति टन्नको कति धोको त्यो म जान्दिनँ ट्यापेले। अनि आएर चाहिँ तपाईँको के छ भन्दाखेरि ती माथि त्यही त मुर्दामाथि कात्रो भने त्यही अब कुन खायो है, अनि त्यस पछाडि हान्यो। र अहिले चाहिँ नि तपाईँको चाहिँ नि मान्छेहरूले भन्थे नि, ए यो तिग्रा देखेर हिँड्छ, कोही के गर्थे भनेर चाहिँ कलाकार ज्योति मगर। अहिले ज्योति मगरको चाहिँ नि तपाईँको बौद्धिकताको मापन हेरौँ न, यो तिग्रा देखाइ भन्नेहरूलाई तिग्रा नदेखाइकन चाहिँ तपाईँको चाहिँ डिप स्टेटको चाहिँ तपाईँको दलालको रूपमा सक्रिय हुने महिलाहरू जसले तिग्रा देखाउँदैनन्। तर यो देशको चाहिँ नि तपाईँको चाहिँ नि नेपाल राष्ट्रको यानि कि हाम्रो मातृभूमिको तपाईँको चाहिँ के छ भने अस्तित्व र सतित्व लुटाउनका लागि नेपाल आमाकै चाहिँ तपाईँको चाहिँ वस्त्र हरण गर्नेहरूको पनि त हामीले देख्यौँ होला नि त हरकत। त्यो भए हुनाले यो सस्तो लोकप्रियताका पछाडि हामी दौडिन्छौँ नि, परिणाम यस्तै ट्यापेहरू जन्मिन्छन् समाजमा। होइन बालेनले के लेख्या हुन्थ्यो, होइन अब होसमा भए पो सधैँ कुरो लेख्छ ट्यापे। मैले भन्थेँ त्यति बेलै चाहिँ त्यो जुन उसलाई मिडियाले चाहिँ प्रमोट गरेको छ नि, महानगरको चाहिँ स्वतन्त्र मेयर उठ्दा, ए यो टोली चाहिँ यो अरूबाटै परिचालित प्रायोजित पात्र हो यो, र प्रायोजित पात्रलाई चाहिँ नहाल्नु है भोट। यो हल्लाको देश, त्यसै चाहिँ भूपी शेरचनले लेखे होइन रहेछन् कि हल्लाका पछाडि दौडिन्छौँ हामी, हल्लाकै पछाडि चाहिँ सत्य मान्छौँ। कागको कान लगो तेरो भन्दाखेरि कान पहिले छामौँ न जनता हो भन्नु लाग्दैन। अनि यस्तै ट्यापेहरूले चाहिँ रजरज गर्छन् मुलुकमा, र तपाईँ हामीले दुःख पाउने हौँ। अब यसले गर्दा गर्दै चाहिँ मलाई जहाँसम्म लाग्छ यसको चाहिँ अहिलेको जुन गतिविधि जुन रवैया छ नि, आज हेर्नुहोस् है, मैले विनम्रतापूर्वक चाहिँ के भने ट्यापेका सहयोगी शुभचिन्तकहरूलाई, यदि चाहिँ तपाईँहरू चाहिँ कुनै एउटा चाहिँ निकायमा बस्नुहुन्छ र तपाईँहरूले भनेको कुरो ट्यापेले यदि सुन्छ भने थपक्कसँगले तपाईँहरूले चाहिँ यो ट्यापेलाई एकपल्ट मानसिक अस्पतालमा लगेर चाहिँ तपाईँको चाहिँ उपचार पो गरिदिने हो कि